हेलो साथीहरु, नमस्ते। फेरि पनि स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानलमा। मैले चाहिँ आज एउटा भिडियो लिएर उपस्थित भइसकेको छु। के हो भन्नुहुन्छ भने तपाईले चाहिँ थाहा पाउनको लागि अन्तिमसम्म भिडियो हेर्नुपर्ने हुन्छ। किनभने मलाई चाहिँ यो आफू खान पाए केही पनि नजान्ने भएर होला है। कसैले राम्रो गीत गायो, राम्रो नाच्न जान्यो, राम्रो खालको जेसुकै होस् न प्रस्तुति कला सम्बन्धी आफ्नो कलाहरू देखायो भने यस्तो राम्रो लाग्छ कि मनैदेखि एकदम राम्रो लाग्छ। अनि यो मान्छे अब हुन्छन् नि नेपालमा ठुलठुला कलाकारहरू, प्रख्यात कलाकारहरू छन्। तिनीहरू त चिनिएकै छन्। तिनीहरूले अब हैन देश विदेशमा सबै कमाउनु पर्ने, पाउनु पर्ने माया ममता पैसा सबै पाएकै छन्। तर पनि के गाउँघरतिर अनि भित्रै न हुन्छन् नि लुकेर बसेका प्रतिभाहरूले पनि अलिकति बाहिर सबैले चिनेर अलिकति आफ्नो कला देखाउन सकेर चाहिँ अनि हुन्छ नि अरु त के ल धेरै पैसा नकमाओस्, धेरै अरु जस्तो देश विदेशतिर प्रख्यात नभए पनि त्यही पनि सबैले चिनुन्, अलिकति भए पनि उसलाई सहयोग होस् भन्ने चाहन्छु के। अनि त्यसै गरेर त्यस्तै भिडियो हाल्ने गरेको छु मैले चाहिँ। त्यो पनि बाहिरबाट तानेर हैन कि मेरो वरिपरि भएका मेरो आफन्त मेरो नजिकको मान्छेहरुको चाहिँ मैले हाल्ने गरेको छु के। त्यसैले आज पनि मैले चाहिँ मेरो एकजना दाइ हुनुहुन्छ, मेरो आफ्नै दाइ, मेरो ठुलबाबाको छोरा। उहाँलाई मैले पहिल्यै देखिने भने चाहिँ मैले एकदम हेर्ने भनेको चाहिँ रियालिटी सो चाहिँ म नछुटाइ हेर्छु के। त्यो अब भोइस अफ नेपाल भयो, अनि उता नेपाल आइडलहरू, अनि म्युजिक डान्स सबै रियालिटी सो चाहिँ एकदमै मलाई मन पर्छ। अनि मैले त्यो चाहिँ हेर्ने गरेको छु। अनि मैले त्यो उहाँ दाइलाई चाहिँ उहाँले चाहिँ टिकटकमा अनि फेसबुकमा लाइरहनुहुन्छ के गाएर। अनि दाइ टिकटकमा फेसबुकमा हालेर कसले कति चिन्छन् र कति हुन्छ र यो त एउटा समय बिताउने एउटा कला देखाउन त खोजिए, तर खासै अब हामी जस्तो मान्छेको कति नै भ्यू जान्छ र हैन। मेरो युट्युबमै जाँदैन, मेरो टिकटकमा नै जाँदैन भनेपछि भनेर दाइ भोइस अफ नेपाल खुल्दाखेरि ब्लाइन्ड अडिसन हैन, त्यो डिजिटल अडिसन खुल्दाखेरि नै मैले दाइलाई भनेको थिएँ कि दाइ जान भनेर। हो र बहिनी त्यस्तो राम्रो छ र भन्नुहुन्थ्यो। तर उहाँको एकदमै राम्रो छ कि उहाँ एउटा पेसाले ड्राइभिङ गर्नुहुन्छ है, उहाँले सिकेको पनि छैन, केही पनि गर्छैन र पनि यस्तो गाउने के। मेरो अशोक दर्नाल दादा, म पनि दर्नालै हो, उहाँकै गीत चाहिँ मैले ल्याएर उपस्थित भएको छु। अन्तिमसम्म हेरेर चाहिँ कस्तो लाग्छ आफ्नो प्रतिक्रिया साथै शेयर पनि गरिदिनु होला, ताकि हाम्रो दादालाई पनि अलिकति सहयोग मिलोस्। देश विदेशमा नचिने तापनि हामीले सहयोग गरौँ हैन भन्न चाहन्छु। अन्तिमसम्म हेरेर चाहिँ शेयर पनि गरिदिनु होला। हस् त अब यो भिडियो मार्फत हेर्नुहोस् त कस्तो लाग्छ, त्यस्तै सुझाव दिनु होला। मलाई बाँच्ने रहर सधैँ छैन साथी, तर ढुकढुकीले छोडेन यो छाती। उसकै आउँछ याद, उसकै देख्छु छाया, किन गरे माया। पोल्छ मेरो मुटु, पोल्छ मेरो मन, किन यति स्वार्थी भयौ तिमी भन, किन यति स्वार्थी भयौ तिमी भन।